कल्पना गरी आफ्ना निजी चल अचल सम्पत्ति गुठीमा समर्पण गरी आफ्ना जनजीवनसँग प्रत्यक्ष सरोकार रहने गरी जातीय पहिचानका विविध संस्कार धर्म संस्कृति धार्मिक मूर्त अमूर्त सम्पदा मन्दिर देवछिन घर मन्दिर स्थल चौर जात्रा पर्व मेलाका तीर्थस्थल मसान घाट आदिको निर्माण र संरचना गरी नेपाल सरकारको संरक्षकमा आफ्ना सन्तान समूहलाई हस्तान्तरण गरी जानुभएका गुठीका पुरातात्विक सम्पदाहरूलाई समयको संरक्षण सम्वर्धन र प्रबन्धन गर्नु सरकारवाला गुठिया व्यक्ति समूह र समुदायको कर्तव्य हो भने नेपाल सरकारको पनि दायित्व हो। सामान्य गुणांकको यसै सन्दर्भमा हामी जाति समुदाय समय मौसम ऋतु अनुसार 12 महिना चाडपर्व धार्मिक पूजा खत जात्रा धार्मिक मेला पर्व देवदेवी नाच जात्रा आदि सञ्चालनका